हेलो साथीहरू, नमस्ते नमस्कार। होइन, म चाहिँ अब टक्क बिहानीको 10 बजे आफ्नै करेसाबारीमा फलेका टमाटरसँग र त्यस्तै गरी आफ्नै करेसाबारीमा फलेका आलु, त्यस्तै गरी आफ्नै करेसाबारीमा फलेर गाडेर बनाएको गुन्द्रुकको झोलसँग आलु र गुन्द्रुकको झोल, त्यस्तै गरी आफ्नै करेसाबारीको किरा फटेक्रा खाएर हुर्केको लोकल कुखुरो, त्यस्तै गरी आफू पनि लोकल कुखुरो जस्तै छु, हल्का लुते। अब फेरि मलाई चाहिँ अरू जस्तो होइन, यति गरेर खानै आउँदैन क्या, झ्याम सबै मोल्दिने, ल्यामी खाने। अनि अब डल्ले सल्ले त पाउँदैन हाम्रो यता झापातिर, पाउन त पाउला कता होइन, तर हाम्रोमा चाहिँ छैन। र त्यसै गरी आफ्नै करेसाबारीमा फलेर गरेको रातो खर्सानी सुकाएर र यस्तै छ है हाम्रोतिर चाहिँ आफ्नै करेसाबारीमा फलेका धानहरू। यहाँ चाहिँ कुनै बाहिरको सामान छैन, आफ्नै कोठेबारीमा करेसाबारीमा फलाएको खानाहरू हुन्। र यो भिडियो कहाँबाट हेर्दै हुनुहुन्छ कमेन्ट गर्नु ल।